हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। सो अलिक बिरामी भयो राति। बिरामी भयो भने नि यो इन्फेक्सन होला, एकदमै बिरामी ज्वरो आउने है भएर अलिकति भिडियोहरू बनाउन सकिएन। त्यही हो, भर्खरै उठ्यो, भर्खरै एकदमै 12-1 बजे छ। हिजो राति एउटा दबाई खाएको, त्यो एलर्जीको दबाई दिएको थियो नाकको, त्यो खाएको यस्तो सुतिएछ कि भर्खरै उठ्यो। सो अब उठेर कोडमा धेरै कामहरू बाँकी छ, ओपनिङ सुन छ। सो यहाँबाट हामी त्यहाँ जान्छौँ। त्योभन्दा पहिला आजमान जान्छु होला म ड्रेसहरू लिनलाई, एन्ड देन वी विल मुभ टु कोड। त्यही छ, आराम छैन। तपाईँहरूलाई कस्तो छ? नेपालमा चुनावी माहौल चल्दैछ। होप एभ्रिवान इज डुइङ वेल। गाडीले पनि हल्का धोका दिँदैछ। यो यसको धेरै कुरा चेन्ज गर्ने बेला भएको छ। सायद धेरै पुरानो भएर पनि होला, खोल्दैन त यार। कसले फोन गर? हजुर भाइ, म रुममा छु त। म कहाँ आजमान जान लागेको नि लुगा लिनलाई। ल ल ल सरसँगै आऊ। ल ल ल। सो यहाँबाट आजमान जान्छु, अनि आजमानबाट सिधै फेरि म सिओडी आउँछु। बिरामी भएर अलिकति बोल्नै नसक्ने अवस्थामा भइरहेको छु म चाहिँ। रातभरि दबाईहरू यति किनेको छ, दबाईहरू के भन्नु। राति दबाईहरू लास्ट किनेको छु, हिजो राति के किनेछ भने सो यहाँनिर छ, यो चाहिँ के हो, फुसिडिन कि के भन्ने। मेरो हातमा खास गरी यो यस्तो भइरहेछ क्या, यो एउटा के निक्लेको छ यहाँनिर, यो यस्तो फाटेको छ क्या, यो जाँदै जाँदैन, यो के भएको। अनि यहाँ छ अर्को यो दबाई, यस्तो सुताउने यो दबाई ल्याएर हिजो राति 12 बजी सुतेको, अहिले ठ्याक्कै 1 बजी उठेँ भने चाहिँ अलमोस्ट 12 भने 13 घन्टासम्म सुतिएछ नि। प्लस गाडीमा नि हल्का प्रब्लम आइरहेछ। गाडीले त झन् मार्नु बनाएको छ यार। गाइज BMW चाहिँ नकिन्नु है, BMW मैले गाडी किनेर पछुताएँ जस्तो लाग्दैछ। त्यस्तो साह्रो बिग्रिँदैन, तर बिग्रियो भने पार्ट्सहरू एकदम महँगो क्या यो गाडीको, एकदमै महँगो पार्ट्सहरू चाहिँ। कुलिङ ओइल पनि हाल्ने बेला भएको रहेछ, कुलिङ ओइल पनि सकिएछ। त्यो घरमा गाडीमा किन आवाजहरू आउँछ भनेर ठिकै छ, कुलिङ ओइल हाल्ने बेला भएछ। गाडी ठिकै छ चढेर हिँड्न चाहिँ, तर खै के नमिलेको जस्तो भइरहेछ क्या मलाई। सानो छ, जहाँ पनि ट्राफिकहरूमा एकदम इजी छ, तर अझै पनि केही न केही चाहिँ लस फिल भएको फिल चाहिँ भइरहेछ मलाई यो गाडीमा। सिगान पुस्ने रुमाल, त्यही हो। अब यहाँबाट म जान्छु आजमान, त्यहाँबाट लुगाहरू लिन्छु, एन्ड देन म अलिक मेरो बोल्दा पनि जे पाइदै बोलेको फिल भइरहेछ कि हाल्छु हाल्दैन यो भ्लग थाहा छैन। हाल्यो भने हेरिहाल्नुहुन्छ, हालिन भने ठिकै छ, नो प्रब्लम। नेक्स्ट टाइम आई विल ट्राई बेटर है त। हस् त, धन्यवाद, थ्याङ्क यू फर वाचिङ। तपाईँहरूको दिन शुभ रहोस्, स्वस्थ रहोस्। जय नेपाल। म्यासिभ जाम छ यार अहिले त यार। 2-2:30 बजे 3 बजे नि यस्तो जाम हुन थाल्यो आजमान जाने बाटो। यस्तो ट्राफिक छ कि कुरै नगरौँ। के गर्ने होला, यस्तो बवालै ट्राफिक छ क्या। ल लिटरली बवालै ट्राफिक छ, बवाल।
ट्राफिक छ यार। सो यहाँबाट अब त्यो दिदीकोबाट मेरो चाहिँ फेरि सप्लायरहरू सबै नेपालीहरू मात्रै युज गर्छु म चाहिँ, किनभने उनीहरूलाई पनि हेल्प होस्, उनीहरूलाई पनि सपोर्ट होस् भन्ने कुरा हो मेरो चाहिँ। अनि त्यो दिदीकोबाट लिन्छु कपडाको सामानहरू, अनि त्यस पछाडि जान्छु प्याकेजिङमा पनि नेपालीहरू नै छ, उनीहरूसँग त्यहाँ प्याकेजिङको आइटमहरू कपहरू हुन्छ नि, कपहरू त्यो बोट ट्रेहरू त्यो लिन्छु, अलिअलि लिन्छु, किनभने पुरै सामान अट्ने स्पेसै छैन क्याफेमा। अलिअलि चार पाँच पिस लिएर जान्छु त्यहाँबाट। त्यस पछाडि सिलगढी क्याफे गएर हामी त्यहाँनिर भेट्छौँ है त। युट्युबमा भिडियो हाल्ने भनेको पनि 2-3 वर्षै हो, 3 वर्षभन्दा धेरै बल्ल म युट्युब च्यानल बनाउँछु, म युट्युबमा भिडियो हाल्छु भनेको, तर खास गरी मेरै कारण हो, आई मिन मै अल्छी भएर हो। एक दिन हाल्ने कन्सिस्टेन्सी हो, जे कुरा पनि कन्सिस्टेन्सी इज द पावर भन्छ नि होइन। कन्सिस्टेन्सी ममा चाहिँ छैन अनेस्टली भनेको। म पर्फेक्ट मान्छे पनि होइन जस्तो लाग्छ, त्यही भएर, किनभने कन्सिस्टेन्सी मेरो केहीमा पनि भएन क्या। अलिक कन्सिस्टेन्सी भनेको एज अ बिजनेसमा चाहिँ छ, म यही फिल्डमै छु होइन, मोर देन 6 इयर्स भयो, तर जिमदेखि लिएर कुनै कुरामा कन्सिस्टेन्सी छैन। जिममा नि कन्सिस्टेन्सी छ, तर बट वान इट कम्स टु डाइट होइन, मेरो डाइट एकदमै लुज छ, जहाँ जे पनि खाइदिने टाइपको मेरो हेबिट भइसकेको छ। तर त्यसलाई नै अब आजदेखि सुधार्छु भनेर राइट नाउ फास्टिङ होइन। फास्टिङ पनि अब बिरामी पनि भयो होइन, अनि हल्का रियलाइज भयो कि अब चाहिँ सिरियसली नै हुनुपर्छ जस्तो लाग्यो क्या। सो लेट्स सी के हुन्छ। अब आजमान पुग्न आँट्यो। अब कति मिनट छ भने यहाँबाट 18 मिनट देखाइरहेको छ। यहाँबाट यसरी हेर्दाखेरि देख्न सक्नुहुन्छ होला 18 मिनट छ। यहाँबाट 18 मिनट पुग्न आँट्यो। अब साँच्चै भिडियो चाहिँ बनाउन बिर्सेछ। म चाहिँ नेपालीहरूको चाहिँ पसल यहाँ छ, दाइहरूको, यहाँबाट कपडा लाने गरेको छु है। यो ठाउँ हो, एडभर्टाइजमेन्ट होइन, यहाँबाट चाहिँ म लान्छु। ट्याक्क भिडियो बनाउन बिर्सेछ, केही छैन। कसैलाई कपडाहरू चाहिन्छ भने यहाँ आउनु, यता दिदी हुनुहुन्छ हाम्रो धरानी दिदी, यता हाम्रो खबरदारी बस्ने दाइ नै हुनुहुँदो रहेछ, यहाँनिर आउनु सकिन्छ। सो लेट्स सपोर्ट इच अदर होइन। भित्र यहाँ सबै कुरा यहीँ बन्छ है, फेरि यहीँनिर सबै कुरा, बाहिर कहीँ केही बन्दैन, सबै कुरा बन्ने यहीँ हो, सबै कुरा यहीँ बन्छ। कसै भाइ बढिया, सबै कुरा यहीँ बन्छ। यहाँनिर कफी सपको जुनै पनि ड्रेस अलमोस्ट एभ्रिथिङ बनाउनुहुन्छ यहाँनिर। मैले सिनामनको लागि पनि यहीँबाट लगेको, कोडको लागि पनि यहीँबाट लाँदैछु, अब खोलिने आउटलेटहरूबाट पनि यहीँबाट लान्छु। प्राइस वाइज सबै कुरा एकदम राम्रो छ होइन त दाइ? कोही भिडियोहरू आउनुहुन्छ भने केही डिस्काउन्ट दिनुहुन्छ न? डिस्काउन्ट पनि मिलाइदिनुहुन्छ। हाम्रै बन्धु दाइ हो फेरि, यता म चाहिँ फेरि त धरानको दिदी हुनुहुँदो रहेछ। ल थ्याङ्क यू फर वाचिङ गाइज। ल गाइज, लुगा फ्याक्ट्री पछाडि चाहिँ म आएको छु डुपाक म्यानुफ्याक्चरमा। यो यहाँबाट मैले सामान लिने चाहिँ होइन, यहाँबाट अब यता गाइजहरूले दिने हो। यो भाइ हो मेन चाहिँ यताउता गर्ने, डटपट हान्ने चाहिँ भाइ हो। सो लेट्स गो इनसाइड। सो जति पनि सामानहरू बन्छ युएमा मोस्टली यहीँबाट जान्छ सामानहरू। एकदम ठुलो ह्युज वेयर हाउस छ, नर्मल वेयर हाउस छैन। जति पनि ठुल्ठुलो ब्रान्डहरू छ सबै यहाँबाट चाहिँ सप्लाई हुन्छ। ट्रेडर्सहरूले होइन, डिफ्रेन्ट ब्रान्डहरू चाहिँ डिफ्रेन्ट ब्रान्डहरू छ। गावाहरूको भयो, यस्तो छ। एकदमै ठुलो वेयर हाउस छ यहाँ। सो कसैलाई प्याकेजिङहरू चाहिन्छ भने यहाँबाट लाँदा हुन्छ। मैले चाहिँ यहीँबाट लगिरहेको छु मेरो सबै बिजनेसको लागि। सो यो टाइपको छ ब्रान्ड बिजनेसहरू। माथि पनि पुरै बनाउने ठाउँ छ, एकदम ठुलो एरिया, ठुलो ठाउँ छ। यता सबै डिजाइनरहरूको काम गर्नेहरू भयो। सो मेरो भाइ चाहिँ यहाँ बसेर काम गर्छ, नेपाली भाइ नै हो। सो उसले नै मलाई अहिले सप्लाई गरेर आएछ सबै कुराहरू। त्यही हो, ओभरअल सबै राम्रो छ। जो उसले दिनुपर्ने प्राइस मलाई दिएको छ, अनि आइ एम भेरी ह्याप्पी, किनभने प्राइस वाइजहरूमा सबै एकदम राम्रो छ क्या उसको। अनि त्यही हो, नेपाली भएर एकचोटि हेल्प गर्नुपर्छ भन्ने कुरा पनि हो। यहाँ छ हाम्रो भाइ। सो उसले नै दिइरहेको मलाई सबै प्याकेजिङको सामानहरू चाहिँ। यदि कसैलाई केही चाहिन्छ भने आउँदा भयो होइन। एकदम हेल्पफुल छ भाइ, एकदम बवाल छ।
एक्टिभ ट्र्याक इनेबल मेन साउजी चाहिँ हाम्रो यता हुनुहुन्छ मेन साउजी हो कनेक्ट भएको चाहिँ उहाँकै चाहिँ आफ्नै भाइ हो फेरि यता ल टक्क लगाएर अब भ्लग बनाउने क्या अब टक्क भ्लग बनाउने होइन टक्क दर्शकहरूलाई चाहिँ मैले कहाँबाट चाहिँ के ल्याउँछु भनेर सबै आज म दिनभरि देखाइरहेको छु क्या कपडाहरू भयो प्याकेजिङहरू भयो होइन कोबाट ल्याउँदैछु नम्बर पनि छोडिदिउँला मुनि होइन स्टिल रेकर्डिङ भइरहेको छ नम्बर पनि छोडिदिउँला ल थ्याङ्क यू राम्रो लुगा लगाएर चिटिक्क भएर भरिया पनि भइयो मेरो गाडीभरि कार्टुनै कार्टुन छ हो यो सामान नेपाल जानुपर्ने हो कोही जानै मानेन नेपाल यो चाहिँ मेरो कोडको सामानहरू भयो होइन कोडको सामानहरू भयो यो यता पछाडि पनि छ पछाडिको चाहिँ फेरि अब खोल्यो भने फेरि नलाग्ला भन्ने डर छ किनभने अलरेडी प्याक छ क्या पछाडि पनि छ पछाडि यतापट्टि पनि छ यतापट्टि पनि छ गाडी फुल छ अलमोस्ट गाडी पुरै फुल छ गाडी जिन्दगी यस्तो छ हो बिस्तारै चेन्ज हुन्छ भन्ने आश छ अलिअलि चाहिँ कार्टुन बोको हिँड्नु है त ल यहाँबाट कोड जान्छु एन्ड देन सन्चै छैन यार के भन्ने एन्ड देन आई विल अपडेट यु गाइज स्टे ट्युन भिडियोहरू बनाउँदैछु सो हामी आइपुग्यो कोड क्याफेमा भाइ आऊ त ओ भाइ केटाहरू हेर्दै नि यार कफी सप रेडी भइसक्यो गाइज ओ सर प्रकाश खोइ भाइ आऊ त गाडीमा कार्टुनहरू छ आऊ त लिनलाई बेसिनहरू फिक्स गरिदियो ओके अहिले चाहिँ पर्फेक्ट देखियो हाम्रो किचनहरू सेट हुँदैछ यहाँनिर मेनु लाउन बाँकी छ यहाँनिर यही हो मेसिनहरू सबै सेट भइसक्यो हो कुसनहरू लाउन बाँकी रहेछ अरू के छ अरू ठिक छ अरू सबै वासरुमहरू पनि भइसक्यो अब त कार्टुनहरू लिएर भाइ सामान आउनु बाँकी छ है अरू सामानहरू आउनु बाँकी छ भोलि लिएर आउँछ अलि एयरफोन लाएर दिनु उसको भाइको रोगले छोइ क्या सामान आउनु बाँकी छ भोलि अरू लिएर आउँछ उनीहरूले यो पनि हो लिएर जाऊ यो पनि हो म चाहिँ केटा बोक्न नसक्छु भन्छु उचालाई तँ होइन भाइ हो त्यो किन त्यसलाई ज्वरो आएको छ ए किन अनुहार बिगाऱ्यो त अनि पुरै अनुहारै बिगारिरहेछ त अनि यति हो आइवा रमजान यति अर्बा आइवा सो ठाउँ चाहिँ यही हो ब्याट्री पनि सकिने आँटो एकैचोटि उठाउँछ होला नि यार यत्रो बडी बिल्डिङ ज्यान हेर त तिमी कहिले बनाउँछौ त्यस्तो ज्यान बिस्तारै सो त्यही हो गाइज लोकेसन चाहिँ यो हो ओपनिङ हुन आँटेको छ ओपनिङ सुन आज बिहानदेखि बेलुकासम्म के गरियो भन्ने कुरा थाहा भइहाल्यो होइन यस्तै छ दिनचर्याहरू चाहिँ मेरो यसरी नै बितिरहेको छ आज चाहिँ बिरामी भएर 12 बजी उठेको नत्र म नर्मल्ली उठ्ने भनेको 9-10 बजे हो उठ्ने अनि गयो ओरियो धेरै डिस्कसन भयो त्यहाँ कपडा लिनको कपडा बनाइरहेन रहेछ भोलि आउँछ कपडा अलमोस्ट कार्टुनहरू सबै डन भयो अब हामी यहाँबाट अलमोस्ट 4 दिनमा जतिमा चाहिँ खुल्छ ओपनिङ गर्छौँ अफिसियल्ली भाइ यसलाई सबैलाई यो कार्टुनमा नराख कि यसरी सबैलाई यसलाई फुटाएर सबै एरेन्ज गर ल कपहरूको ठाउँमा राख एरेन्ज गर न किन राख्नु युज गर्ने कुराहरू सबै निकाल न बक्स पुरै फाल न अट्छ बक्स हाल्यो भने अट्दैन क्या सामान बुझेनौ
एकदम प्याक भयो क्या, एकदमै प्याक भएर आयो। सामानहरू भाड भइले छ, प्याक छ। यस्तो छ सामानहरू, मेसिनहरू छ, सबै कुरा छ। भाइ यो स्याउ कसलाई हो? स्याउ खाइदिएँ त मैले ल। भाइ भ्लगर भइरहेको थाहा छैन नि मलाई। के भएको रहेछ भाइ? चलेको छैन हिजो यत्रो ठुलो ढिक्का आइस जमाएर छ त्यहाँनिर अनि त्यसपछि वाटरफल यता साइडबाट लिकेज भइरहेको थियो सब पानी नै पानी थियो अनि आइस पनि यो सबै हटाउन कम गरेको यसबाट पानी आएको यसबाट पानी आयो कसले बनाउँछ यो मेसिन? त्यो अस्तिको मेन्टेनेन्स त्यो हुन्छ नि को चाहिँ? त्यसले बनाउँदैन त, फ्रिजरहरू बनाउनु थियो नि एउटा मान्छे देख्थ्यो नि, हाम्रो चिलर बनाउने एउटा आएको थियो नि। एकचोटि हेर्नु त्यसको मेन्टेनेन्स अल्बायान छैन, त्यसलाई बोलाउँ, यसको भिडियो खिचेर पठाउनु ल। भिडियो खिचेर पठाउनु वाला माफी, वाला माफी, माफी हबिबी कम कम माग्दिन्छ यार रुचेहरू। आइस मेसिन बिग्रेछ, आइस मेसिन। मेन भनेको एमएसबाट पनि अर्डर गरिहाल है, एमएसबाट हो। कति ल्याइदिन्छ अरे अब? यो यसको रिपेयरिङको लागि हेर ल मान्छेलाई, एकदम निडेड हो। के गर्नु लाग्छ अनि मैले बनाएको थिएँ मजाले होइन, मजाले अब त्यसलाई लानु के अरे? ओके बाई बाई बाई। केही भन्दैन दुई शब्द? हामी खोल्दैछौँ, आउनुहोस् भन न यार, भन्दैनौ? ल गाइस, भाइ लज आयो। बिहानदेखि मैले केही खाएको थिइनँ, एउटा स्याउ खाँदैछु। थ्याङ्क यू फर वाचिङ। यति नै है त आजलाई, धन्यवाद।